साथीहरु नमस्ते। मसँग चाहिँ आज डेल अप्टिप्लेक्स 3020 को डेस्कटप सीपीयू आएको छ र यसलाई चाहिँ बायोस मा लक लागेको छ। यसलाई चाहिँ कसरी अनलक गर्ने म तपाईहरुलाई बताउन गइरहेको छु। सुरुमा चाहिँ तपाईले यो डेस्कटप को कभरलाई ओपन गर्नु होला। डेस्कटप को कभरलाई ओपन गरेर यसको भित्र चाहिँ एउटा सिमोस क्लियर पिन हुन्छ र त्यो पिनलाई सर्ट गर्न पर्ने हुन्छ। त्यसको लागि चाहिँ मैले यो हार्ड डिस्कलाई निकाल्छु किनकि भित्र हात जाँदैन, मलाई खुला जग्गा चाहियो र मैले यसलाई चाहिँ कनेक्सन निकाल्दिन्छु। अहिले यसलाई हार्ड डिस्कलाई मैले यता राख्छु र अब तपाईहरुलाई म देखाउँछु पिन कहाँनिर हुन्छ। सबैको एउटै ठाउँमा हुँदैन, लगभग धेरै जस्तो मदरबोर्डको सेम हुन्छ। पावर पनि निकाल्दिनुस् ताकि हाम्रो सर्ट सर्किट नहोस्। बाइ चान्स सर्ट सर्किट भयो भने तपाईको बोर्ड नै खराब हुने सम्भावना धेरै हुन्छ। त्यसैले पावर नलगाउनु होला। अब यहाँ खोज्नुस्, धेरै जस्तो मदरबोर्डमा सिमोस ब्याट्रीको आसपासमा भेटिन्छ भने कुनै मदरबोर्डको साइडमा दिएको हुन्छ र यहाँ चाहिँ यहाँ हेर्नुस्, यहाँ साइडमा दिएछ पासवर्ड क्लियर भनेर लेखेछ। यसले चाहिँ अहिले जुन पिनमा सर्ट छ त्यसलाई चाहिँ चेन्ज गरेर ठ्याक्क त्यो भन्दा अगाडिको पिनलाई सर्ट गराउनु पर्ने हुन्छ। म चाहिँ यसलाई अहिले निकाल्छु। यो पिनलाई निकालेर त्यो भन्दा अगाडि पिन 1 र 2 बाट पिन 2 र 3 लाई म सर्ट गराउँछु। ल यो चाहिँ मैले सर्ट गराए। अब चाहिँ तपाईहरु आफ्नो सीपीयू को पावर केबललाई कनेक्सन गर्नुस् र आफ्नो सीपीयू को पावर बटन प्रेस गर्नुस्। यो चाहिँ मैले पावर केबल लगाए। अब सीपीयू को पावर अन गर्नुस्। मैले पावर अन गरे। अब एकछिनमा हेर्नु होला तपाईहरुको बायोस को पासवर्ड अनलक भएर सिस्टम डाइरेक्ट अन हुन्छ। एकछिन वेट गर्नुस्, सिस्टम अन हुँदैछ। यहाँ हेर्नुस्, अहिले चाहिँ तपाईको सिस्टम अन भइसक्यो। जम्पर जो हामीले सर्ट गरेछौं त्यसलाई चाहिँ निकाल्नुस् भनेर मेसेज आइरहेको छ। त्यो निकाल्नु भन्दा पहिला तपाईले पावर निकाल्नु होला। पावर निकालेर अनि तपाईको जम्पर पहिला जस्तो थियो त्यस्तै 1 र 2 मै राख्नु होला। यो जम्परलाई 1 र 2 मै राखेर तपाईले कभर बन्द गर्दिनु होला। लागिरहेको छैन, सानो छ, साँघुरो भयो ठाउँ। अब चाहिँ पावर कनेक्सन दिनुहोस् अनि तपाई एकचोटी स्विच अन गर्नुहोस् त, पावर बटन अन गर्नुहोस्। अब चाहिँ तपाईको नर्मली कम्प्युटर अन हुन्छ।